हेलो जेएनजीहरू सबैजना ठिकै सन्चै आरामै हुनुहुन्छ होला नि होइन। आज चाहिँ साह्रै मन दुख्यो के। आज हाम्रो के अरे काठमाडौँमा आन्दोलनको क्रममा मान्छे मरेको भाइ बहिनीहरू थिए नि, जेएनजीको भाइहरू। आज उनीहरूको सब जलाइदिएछ के। एउटा एक्सपेक्टेसन थियो कि बालेन शाह चाहिँ जसरी भए नि त्यहाँ पुग्छ होला भन्ने एक्सपेक्टेसन थियो। यत्रो दिन त आएन, सडकमा आएन, कहीँ आएन होइन। कमसेकम त्यहाँनिर चाहिँ दाह संस्कारमा चाहिँ पुग्छ होला भन्ने एउटा आश थियो, त्यहाँ पनि गएन होइन। मन दुखिरहेछ। हुनसक्छ उसको केही समस्या होला, के होला, जे होला होइन, तर पनि पुग्न चाहिँ एकचोटि पर्थ्यो होइन। अब पुगेन, उसको परिवारहरूलाई पनि अलिकति मनमा खुसी हुन्थ्यो, बालेन शाह पुगेपछि अलिकति केही हुन्छ कि भन्ने एउटा मनमा हुन्थ्यो। तर बालेन शाह पुगेन के, मन चाहिँ एकदम खराब भइरहेछ। हुनसक्छ उसको भित्र केही समस्या होला, के होला होइन। बालेन सर यति चाहिँहरूले गरिदिनु पर्ने हो। हाम्रो आशा भरोसा भनेको अहिलेको टाइममा तिमी थियौ, अब के गर्ने। ठिकै छ, हुनसक्छ केही न केही प्रब्लम होला, केही न केही भा होला होइन। अब तिमीले त पोस्टै हो गर्ने। अब हेरौँला साँझसम्म तिमीले अब उसको लागि के कस्तो पोस्ट गर्छौ गर्दैनौ होइन। साँझसम्म हेरौँला। यो भिडियो छ भने बालेन शाहसम्म पनि पुर्याइदिनु होला, लाइक सेयर फलो पनि गरिदिनु होला होइन। यस्तै भिडियो बनाउँदै गर्छु। बाई।